मलाई चिन्नु भयो बिर्सिनु भएको त छैन नि त्यही बिर्सिनु भएन भनेर त यस्तो दामी लोकेसनमा चाहिँ आएर आज भिडियो बनाउँदैछु हैन कुरा करिब आज भन्दा 3 वर्ष अगाडिको हो 3 वर्ष अगाडिसम्म मैले दामी ब्लगिङ मोटो ब्लगिङ ठिकठाक चलिरहेको थियो मेरो च्यानल भिडियो बनाइन्थ्यो घुमिन्थ्यो त्यो टाइम छुट्टै थियो के रमाइलो बयानै गर्न नसक्ने कति ठाउँ घुम्यो त्यतिखेर हैन अब सधैँ पनि अब त्यस्तो लाइफ रहिरहँदैन युट्युब त्यस्तो बिना माथि गएन थिएन ठिक्क बल महिनाको 4-5 हजार आउने भएको थियो त्यतिखेर त्यो त एउटा राइडमा जाँदाखेरि पनि सकिन्थ्यो हैन आज भिडियो बनाउनुको पर्पज चाहिँ यो हो कि हैन मलाई बिर्सिनु भएको त छैन नि भन्ने कुरा मात्रै हो 3 वर्ष अगाडिदेखि त्यो हामी जुन लास्ट राइड भनेको चाहिँ उता अप्पर मुस्ताङ गएको भिडियोहरू छ त्यसपछि चाहिँ मैले खासै भिडियो बनाएको थिइनँ घुम्न त त्यसपछि नि धेरै घुमियो हैन तर घुम्दाखेरि चाहिँ भिडियो बनाउँदाखेरि चाहिँ अलिकति घुमिएको मजा चाहिँ त्यति साह्रो आउँथेन नि त्यही भएर चाहिँ मैले त्यो रारा जाँदा त्यसपछि धेरै ठाउँ गयो त्यतिखेर चाहिँ भिडियो बनाइएन हैन अनि अब चाहिँ 5000 जति सब्स्क्राइब भइसक्यो त्यत्रो पहिला 120-22 वटा भिडियो हालेर ठिक्क चल्यो भन्ने हैन कि ठिक्क अलि चल्या जस्तो भएपछि चाहिँ ट्याक्क लाएर युट्युबबाट गायब भइयो हैन गायब हुनुको रिजन नि अब ठिकै थियो अब भ्लगिङ गरेर मात्रै त खासै पुगेको थिएन नि त अनि भएको पैसा नि घुम्न जाँदाखेरि सकिन्थ्यो केही त गर्नुपर्ने कोभिड अगाडिसम्म जागिर गरिन्थ्यो कोभिड पछि अब आफ्नै केही गर्ने भनेर जागिर पनि गरिन ठ्याक्क कोभिडको सकिएको त्यही 6-7 महिना 7-8 महिना पछि चाहिँ बल्ल चाहिँ अब चाहिँ हैन है अब चाहिँ साच्चीकै ट्राई नै गर्नुपर्छ पहिलेदेखि नै चाहिँ सुरुवात गर्छु भन्दा चाहिँ अब चाहिँ गर्नै पर्छ भन्ने त्यो दिमागमा चाहिँ पहिलेदेखि नै थियो मेरो रेस्टुरेन्ट खोल्छु यो बर्गर रेस्टुरेन्ट खोल्छु बर्गरलाई नै चाहिँ म पहिलेदेखि बनाइदिए चाहिँ खत्रै बर्गर लभर हो अनि त्यही भएर चाहिँ बर्गरमै लागियो हैन बर्गरलाई नै समातेर चाहिँ एउटा रेस्टुरेन्ट खोल्यो हामी बर्गर सप एउटा गङ्गबुमा अर्को धुम्बाराईमा यो 3 वर्षमा चाहिँ मैले 2टा रेस्टुरेन्ट खोलिसकेको छु यो गङ्गबुको हो यो धुम्बाराईको हो अब यो 3 वर्षमा चाहिँ अब सक्सेस भयो या भइएन त्यो टाढाको कुरा हो हैन त्यो परको कुरा हो जे भयो नि अब मलाई चाहिँ मनमा खुसी आनन्द चाहिँ के छ भने चाहिँ अब कमसेकम अब आफूले चाहेको प्यासन अब पैसा कमाइएन त्यो टाढाको कुरा हो तर आफ्नो मनको प्यासन चाहिँ पुरा भएको छ रमाइलो भइरहेछ त्यही हो त्यही भन्नलाई चाहिँ आएको हो म अनि अर्को कुरा चाहिँ के भन्दाखेरि चाहिँ यो 3 वर्षसम्म चाहिँ यो भिडियो बनाउनलाई टाइम पाइए थिएन नि त रेस्टुरेन्टलाई नै यता टाइम उता टाइम गर्दा नै चाहिँ अब सबै रेस्टुरेन्टमा आफै धाइरहनु पर्ने थियो हैन अब अहिले चाहिँ अलिकति सिस्टमेटिक तरिकाले चाहिँ अलिकति म्यानेज भइरहेको भएर चाहिँ त्यस्तो धेरै बिना चाहिँ रेस्टुरेन्टमा टाइम दिन नपर्ने भएर चाहिँ कोही बेला चाहिँ हैन सधैँ हैन कोही बेला चाहिँ फुर्सद नै भइन्छ अनि त्यही भएर चाहिँ एउटा 1-2टा भिडियो बनाऊँ घुम्न त गइरह हुन्छ पहिला नि धेरै घुम्न गइए त्यो भिडियो नबना हो त्यसपछि चाहिँ अब चाहिँ त्यो मलाई पहिलेदेखि नै प्यासन हो कि भिडियो चाहिँ है भिडियो बनाएर युट्युबमा हाल्ने त्यो पहिलेदेखि नै अब त्यो पनि अब मैले 3 वर्ष अगाडि पनि अब त्यो 4000 सब्स्क्राइब हुँदाखेरि आफूले सकेको जति 120-22 वटा जति भिडियो हालिसकेको छु मैले मेरो च्यानलमा त्यो रहर के अब त्यो बुस्ट होस् भ्युज आओस् या नआओस् त्यही पनि मनैदेखि हालिदिया हो खुसी लाग्थ्यो अब त्यस्तो बिना वाउ बुम भादा हैन जे पनि आफ्नो रहर चाहिँ मनदेखि दामी रहर हो कि भिडियो बनाउने घुम्ने मोटो ब्लगिङ गर्ने नेक्स्ट लेभल हो अब चाहिँ भिडियो आइरहन्छ च्यानलमा यही भन्न लागेको नबिर्सिनु होला च्यानलमा भिडियो आइरहन्छ भ्युज आओस् या नआओस् त्यो परको कुरा हो अब आफ्नो मन प्यासन अब अलिकति रहरहरू चाहिँ पुरा गर्नको लागि चाहिँ भिडियो आउँछ अब बिस्तारै राइडहरू गइन्छ राइड जाँदाखेरि पनि भिडियो बनाउँछु सानो छोटो मिठो त्यस्तो लङ भन्दा नि अब अलिकति प्रेसर नपर्ने तरिकाले अब घुम्न गए पनि आउनु पाएन रेस्टुरेन्टमा अलिकति टाइम दिनुपर्ने हुन्छ रेस्टुरेन्ट अलिकति मिलिसकेको स्थिति छ करिब त्यही हो अब भिडियो आउँछ त्यो रेस्टुरेन्टले गर्दा हराउनु परेको थियो अब रेस्टुरेन्ट ठ्याक्क हल्का म्यानेज हुँदै अब चाहिँ भिडियो आउँछ यही भन्नलाई आएको हो धन्यवाद नमस्ते।